खुडा हानेर अरूको ज्यान लिनेको सजाय माफ गर्ने सरकार विरुद्ध गाली वर्षौं। सरकारी हरकतको प्रष्ट संकेत छ। यो देशमा खुडा हान्न पाइन्छ, अरू कसैको ज्यान लिन पनि पाइन्छ, तर कसैलाई ज्यान लिनु भनेर बोली हाल्न चाहिँ पाइँदैन। नेपालमा जसले जति सुकै अपराध गरोस्, कसैले जनतालाई बर्बाद पारोस् कि देशलाई बर्बाद गरोस्, हाम्रो देशमा सबै छुट छ। यस्तो कार्यहरू गर्नेहरूले एउटा शर्त चाहिँ पूरा गर्नुपर्छ। त्यो शर्त हो अपराधीहरूका पालनहार प्रचण्ड कमरेड र रामचन्द्र दाइसँग दोस्ती चाहिँ गरिसकेको हुनुपर्नेछ। मास्टर कुट्ने, नरसंहारकारी, मूर्तिचोर, खुडा हान्ने, कामचोर ठेकेदार ल्यार्क्याल लामा र प्रवृत्तिसँग दुनियाँमा कसैको अटुट, गाढा अनि प्रेमिल सम्बन्ध छ भने त्यो सम्बन्ध कमरेड प्रचण्डकै छ। यस्तो अद्भुत विशेषता भएका प्रधानमन्त्रीले अहिले नेपाली कांग्रेसका एक खास नेता रामचन्द्र पौडेलको साथ पाउनु भएको छ। संयोगवश नेता पौडेल अहिले नेपालको राष्ट्रपति पनि हुनुहुन्छ। लोकतन्त्र, गणतन्त्र आदि नयाँ नामबाट देश लुट्ने, देशलाई देश जस्तो हुन नदिने नयाँ र पुराना पात्रहरूका सम्बन्धमा आज हामीसँग बोल्ने धेरै कुरा छैनन्। हामी यति भन्छौं कि तपाईहरू आफ्नो मिसनमा सफल हुँदै जानु भएको छ। देशमा तपाईहरूले अराजकता मचाइदिनु भएन भने, देशलाई अझै कंगाल जर्जर बनाइदिनु भएन भने, देशमा न्याय अझै मारिदिनु भएन भने, देशमा गरी खान होइन छाडी जान सजिलो बनाइदिनु भएन भने यो देश कसरी मासिन्छ त? पुर्खाले खुडा कुकुरीको भरमा परचक्रीहरूबाट जोगाएको यो देशको स्वाधीनता तपाईहरूले विदेशीको पाउमा चढाइसक्नुभयो भन्नेहरू पनि छन्। बाँकी रहेको यो देशको भूगोल र यहाँका जनताले देश खाली नै गरेर हिडिदिए, देश रित्तो भयो भने त्यो बेला सपना कसको पूरा होला त? सायद यस्तो सपना तपाईहरूकै छ। यही शैलीको शासकीय अराजकता रहने हो भने तपाईहरूको सपना पूरा हुन 10 वर्ष पनि लाग्दैन। सुधार, विकास र राम्रो काम बाहेक सबै जानेको नेपालको राजनीतिक नेतृत्वले गर्न बाँकी अनर्थ हामीले हेर्न बाँकी छ। अब एउटा आज गम्भीर विषयमा छोटो चर्चा गर्न चाहन्छु। केही अघि महोत्तरीमा, त्यसअघि कपिलवस्तुमा र अहिले बाँकेमा धार्मिक सद्भाव भड्काउने केही क्रियाकलापहरू भइरहेका छन्। अस्ति भर्खर धरानमा गोरुको मासु खान पाउनुपर्छ भनेर केहीले अराजक क्रियाकलाप गरे। त्यो मामिलामा घिउ तेल मात्र होइन, पेट्रोल हाल्न केही मान्छेले पुरै बल गरे। तर नेपालीहरूको जातै शान्तिप्रिय भएका कारण ती तत्त्वहरूले टाउको उठाउन पनि पाएनन्। एक थरी थिए खुकुरी देखाएर छप्काउनु भन्ने, अर्को थरी थिए तिमीहरूलाई मन पर्दैन भने हामी त्यही गर्छौं, 84 व्यञ्जन अगाडि कसैले राख्छ भने पनि हामी बिफ नै खान्छौं भन्नेहरू। तिनको केही जोर चलेन दर्शकबिन। तर त्यो अराजकताका कारण अहिले धरानमा मानिसहरू राँगाको सुकुटी किन्नै हच्किएका छन् भन्ने खबर आएको छ। राँगा भनेर गोरुको सुकुटी बेच्ने हुन् कि भन्ने